नमस्कार साथीहरू। जापानमा वसन्त ऋतु सुरु भएसँगै एउटा अदृश्य खतरा पनि सुरु भएको छ, काफुन्च्यो अर्थात् परागकण एलर्जी। अहिले जापानभरि सुगी, जापानी देवदार र हिनोकी रुखबाट निस्कने परागकण हावामा फैलिन थालेको छ। विशेष गरी टोकियो लगायत देशका धेरै शहरहरूमा लाखौं मानिस यसबाट प्रभावित भइरहेका छन्। स्वास्थ्य विज्ञहरूका अनुसार फेब्रुअरीदेखि अप्रिलसम्म सुगीको परागकण र मार्चदेखि मेसम्म हिनोकीको परागकण अत्यधिक सक्रिय हुन्छ। हावा चल्ने, घाम लागेको र वर्षापछिको सफा मौसममा यसको असर अझ खतरनाक बन्न सक्छ। यसका मुख्य लक्षणहरू के हुन्? बारम्बार हाच्छिउँ आउने, नाक बग्ने वा बन्द हुने, आँखा चिलाउने र रातो हुने, घाँटी सुक्खा हुने, टाउको भारी हुने र कतिपय अवस्थामा अत्यधिक थकान समेत महसुस हुन्छ। चिकित्सकहरूको स्पष्ट सुझाव: बाहिर जाँदा अनिवार्य रूपमा मास्क र चस्मा प्रयोग गर्नुहोस्। घर फर्केपछि कपडा सफा गर्नुहोस्। झ्याल ढोका अनावश्यक रूपमा नखोल्नुहोस् र आवश्यक परे एयर प्युरिफायर प्रयोग गर्नुहोस्। विशेष गरी जापानमा बस्ने नेपालीहरू, बालबालिका, वृद्ध र एलर्जी भएका व्यक्तिहरूले यो समयमा विशेष सावधानी अपनाउन जरुरी छ। साथीहरू, यो सानो एलर्जी जस्तो देखिए पनि समयमै सावधानी नअपनाए ठूलो समस्या बन्न सक्छ। सचेत रहनुहोस्, सुरक्षित रहनुहोस्।